नमस्ते गुरु। नानीको के भएको भनेको? गुरु मेरो ग्रह दशा बिग्रिया हो कि के हो? मेरो भाग्य खोलाले बगायो कि कसो गुरु? आन्टी पनि केही पुरा हुँदैन गरेको नि के भएको एकपल्ट हजुरले हेरिदिनु पर्यो भनेर आएको। तपाईको हात देखाउनुहोस् त। कुन हात हो गुरु? दाहिने हात। दाहिने हात। ए तपाईको राशि के हो नि? मेरो मिथुन राशि। मिथुन राशि? हजुर। तपाईको त अहिले शनि बृहस्पति शुक्र राहु केतु जम्मैले तपाईलाई एकदम आक्रमण गरेको रहेछ। हजुर। नानीको मैले धेरै हेरे नानी, यहाँ त सबैभन्दा डेन्जर एउटा वन मानुस भन्ने रहेछ ग्रह। यो वन मानुस भनेको मान्छेलाई लाने ग्रह। एकदम खतरनाक। यो हातमा त यताबाट केतु आएछ, यता राहु, यता कन्या, यता वृश्चिक है। नानीको भविष्यमा त्यहाँ उदासीनता लेखेको छ। उदासीनता भनेको तिम्रो केही काम नहुने, हजुर, त्यो कुनै राम्रो काम नहुने, उदास रहिरहने यस्तो देखिरहेछ। विरक्त लाग्ने यो जिन्दगीदेखि एकदम यहाँ नरौँ जस्तो लाग्ने। यही तिमीलाई 3टा ग्रहले छोको रहेछ नानी। तपाईलाई तहस नहस बनाउँछ। विदेशमा जान दिदैन मलाई। दिँदैन यो ग्रह शान्ति नगरिकन तपाईले मलाई हजुर भेटी यो सबै ल्याएर म पछि अहिले तपाईलाई पूजा सामग्रीको नाम भन्छु, त्यो सबै गरेर मै हुनुपर्छ है तपाईको ग्रह शान्ति गर्ने पण्डितजी। अरूले सक्दैन नि यो। यसको लागि हामीले एउटा कलश गणेश पुज्नुपर्छ है। त्यसपछि हामीले तपाईको ग्रहको शान्ति स्वस्ति गर्नुपर्छ। अब त्यो घरमा गर्नुपर्ने हो कि यहाँ आएर गर्नुपर्ने हो? ए हजुर, यो ग्रह शान्ति भनेको त घरमै गर्ने त हो नि, कहाँ वन जङ्गलमा गरेर त्यो स्याललाई गरेको होइन, मान्छेलाई गर्ने हो। यो घरैमा गर्नुपर्छ। तपाईँ त्यो चाँचो पाँचो मिलाउनुहोस्, म आएर हजुरको एकदम यो पालपरा जति जम्मै सिमेन्टीले भरिदिन्छु है त हजुर। नानीले चाहिँ यसो तलतिर पाडे गाउँतिर कुल्फी बेच्ने काम गर्दाखेरि अलि बेस हुन्थ्यो कि। कुल्फीमा राम्रो छ है। भविष्य उज्जवल नहोला कि गुरुजी? होइन, कुल्फीमा दिनमा 100वटा गयो भने 1000 रुपियाँ प्रफिट। यहाँ त्यस्तो देखाएको छ व्यापार। 1000 रुपियाँ देखाएको छ त्यहाँ भने? व्यापार बिजनेसमा एकदम फलिपाप देखाएको छ है। रसिकता व्यापार भएपछि नानीलाई एकदम रसिकता पैदा हुन्छ, यस्तो देखाएको छ यहाँ। अब नानी यो वैदेशिक यात्रा नगर्नु, हँसिलो रसिलो मुलायम खानेकुराहरू बेच्दाखेरि के त भन्दा हँसिलो रसिलो यही कुल्फी हो गर्मीमा हेर्नु नानी, यही ठिक छ ल। अब दक्षिणा चाहिँ त्यस्तै हो गुरुजी, आफूलाई गरिबी लाहा हजुरले पनि हेर्नुभयो। अब दक्षिणा चाहिँ अर्कोपल्ट कुल्फी बेचेर ल्याइदिउँला है त। घाँटी सुकाएको यो कुल्फी बिक्ला नबिक्ला, यसो 100,000 त दिएर गए गुरुजीको नि आजको दिनचर्या राम्रो हुन्थ्यो। अब के गर्नु, नानी पनि भर्खरकी रहेछौ, अब व्यापार गर्नेतिर लागेको छौ। भइगयो ल, अर्कोचोटि गर्नुला नि त। दिनभरि करायो दक्षिणा हरायो। यत्रो बोल्ने दाखन अलिअलि दिन्छ कि भनेको दिन अनुहारै गोताङ्गे परेको रहेछ छुची बाहुनीको। के हस् त यो नमस्कार है। अब नानी राम्ररी जानुहोस्। अब यसमा यस्तै देखाएको छ है। हरे नारायण, यी समुद्री देवताले यिनको कल्याण गरून् प्रभु।